ल त साथी हो आज सानो एक्सपेरिमेन्ट ल तपाईहरुले भिडियो त हेर्नु भएको होला नि है यस्तो यस्तो स्कुल त्यो रबर ब्यान्डहरुलाई चाहिँ तातो पानीमा हालेर सानो बनाउँछ नि आज म पनि है तपाईहरुलाई लाइभ है एक्सपेरिमेन्ट गरेर देखाउँछु हो कि हैन रहेछ ल अन्तिमसम्म भिडियो हेर्नु होला यहाँ हेर्नुस् पानी उम्लिरहेको छ र है म एक एकवटा गरेर हाल्छु है चारटा छ हुन्छ कि हुँदैन रहेछ आमा काम गरे के हो यहाँनिर हेर्नुहोस् त यहाँ हेर्नुहोस् है यो रबर हेर्नुहोस् है लाइभ हो यो चाहिँ चम्चुले त यहाँ हेर्नुहोस् है तपाईहरुको आँखाको सामने नि छ है कस्तो थियो यसको बादमा पनि देखाउँछु म है यसको उयो के हुने रहेछ है रिजल्ट हेरिहाल्नुस् हल्का चलाइ पनि दिदैछु एकदम यसलाई फ्राई पनि हेरिहाल्नु होला अघि कत्रो थियो अहिले कत्रो भयो है यही खाली छ अलिकति ठुलो है एकदम हिट दिइरहेको छु है एकदम उम्लिँदैछ है यसले पनि सेप लिन थाल्यो यो दुईटा त भयो हो यहाँ कत्रो छ हेर्नुहोस् हो अर्कोले पनि दियो अब यो रहेको दुईटामा छ हो हल्का चलाएर र यसलाई चाहिँ है अब हल्का तपाईँहरुको सामने नै है यहाँनिर हेरिहाल्नुहोस् अब यसलाई चाहिँ हल्का सेलाएर अहिले यहाँ हेर्नुहोस् है साथी काम गर्दै रहेछ यी राम्रो भयो है मैले पत्ताको थिइनँ है आज मैले एक्सपेरिमेन्ट गर्दै कस्तो दिन देखेर ट्राई गरेको हुँदो रहेछ साथीहरु तपाईले पनि घरमा है युज गर्नुस् कतिजनाको स्टुडेन्टहरुको यस्तै भएको हुन्छ है नयाँ किन्नु भन्दा त्यही पुरानोलाई तातो पानीमा हालेर नयाँ बनाउन सकिन्छ रहेछ हेर्नुस् यहाँनिर देख्नुभयो अनि भिडियो मन पर्यो भने चाहिँ लाइक शेयर कमेन्ट गर्न चाहिँ नबिर्सनु होला है सबैले सिकोस् सबैले जानकारी पाओस् भन्ने मेरो इच्छा छ धन्यवाद